गाइज आज चाहिँ हाम्रो यात्रा रहेको छ सौराहाको। आज चाहिँ मजाले सौराहा घुम्ने हो। अनि गाइज भिडियो चाहिँ थोरै लामो हुन्छ होला, ढिक्क नमान्नु होला, लास्टसम्म हेर्नुहोस् र च्यानललाई सब्सक्राइब पनि गर्न नबिर्सिनु होला। यात्रा छ सौराहाको। सो लेट्स स्टार्ट। सो हामी चाहिँ सौराहा पुगेर हजुरहरूलाई देखाउनेछौँ के कस्तो छ सौराहा। गरी गाइज हामी चाहिँ आइसकेछौँ बस पार्कतिर। बस पार्क चाहिँ उतातिर पर्यो, हामी चाहिँ यतातिर सिधै जाने हो। सौराहाको बाटो यता पर्छ, हामी पूर्वको बाटो जाने हो गाइज। सो म र मेरो साथी चाहिँ अहिले जान्छौँ। ओके, हामी सौराहा हजुरहरूलाई भन्दैछौँ डोन्ट वरी, एक लाइक सब्सक्राइब गर्नुहोस्। ओके लेट्स स्टार्ट, लेट्स गो। रोड हेर्न सक्नुहुन्छ, कति आज पुरै फ्रेस छ रोड। र आज एउटा धेरै जस्तो गाडी छैन किनभने छठ पर्व लागिसकेको छ। अनि अर्को चाहिँ तिहार हिजो बितेको कारण आज चाहिँ त्यस्तो गाडी हेर्न सकेको छैनौँ हामीले। र ढिलो पनि भइसकेको छ गाइस, 5 यहीँ भइसकेको छ। सौराहा बस्न अझै कति टाइम लाग्छ हामीले थाहा छैन किनभने हामी फर्स्ट टाइम जाँदैछौँ सौराहा घुम्न। बाबाले चाहिँ नाइटमा चाहिँ छिटै घर आऊ भन्नुभएको। सौराहा हामी चाहिँ ढिलो गर्दैनौँ, छिटै पुग्छौँ, छिट्टै रमाइलो गर्छौँ, हेर्छौँ के कस्तो सौराहामा मौज मस्ती गर्छौँ। तर अर्को तरिकाले सबलाई देखाउने छ गाइस, टेन्सन नलिनु होला। यहाँबाट चाहिँ हामी सौराहा यहाँनिर अब वेलकम गरिसकेका छौँ। सौराहा नेसनल पार्कमा यहाँ हेर्न सक्नुहुन्छ पुरै बोर्डहरू। यहाँ सौराहा अब चाहिँ यतातिर पनि सौराहा जान्छ। यताबाट हो नि, अब कताबाट हो, यताबाट जाने हो गाइस, हामीले थाहा छैन कहाँबाट जाने। त्यहाँनिर म्याप छ गाइस, अब त्यहाँ जुम गर्नु पर्छ। आई थिङ्क द्याट यति होला, जाम त्यो टायर सोध्न गाइस। हो यहाँबाट हामी चाहिँ सौराहा जान्छौँ, सायद यतैबाट जाने होला मेबी, किनभने मान्छेहरू यतैबाट गइराखेको छ। क्या हो रेस्टुरेन्ट अफ बार एसोसिएसन नेपाल सौराहा भनेर त्यहाँ लेखेको छ। क्या दाइ सौराहा यताबाट गइन्छ ए यताबाट। त्यसपछि यहाँनिरबाट अब हामी चाहिँ सौराहा छिर्छौँ। यहाँ दाइले सोध्यौँ, यहाँनिर पार्क रहेको छ एकदम अत्यन्त सुन्दर राम्रो। यहाँनिर बोर्ड पनि रहेको छ, हजुरलाई नदेख्न सक्छ होला। यहाँनिर लेखेको छ रेस्टुरेन्ट बार एसोसिएसन नेपाल सौराहा। र सनसेट पनि दामी छ गाइस, एकदम हेर्न सक्नुहुन्छ सनसेट विथ भ्लग। यहाँबाट चाहिँ हाम्रो के यहाँनिर चाहिँ होटल धेरै छ। यहाँनिर अब सौराहा इन्ट्री भयो नि त, होटल छ। यो चाहिँ फिस पार्क छ, यहाँनिर चाहिँ धेरै जस्तो फिस पाइन्छ होला। फिस पार्क लेखेको छ। र साथै साथ यहाँनिर हेर्न सक्नुहुन्छ चारैतिर होटल छ। सौराहा यात्रा होटल के छ समथिङ त्यस्तो। हामी चाहिँ सौराहा छिरिसकेछौँ। अब केही समयमा हामी चाहिँ सौराहा नेसनल पार्कमा बस्नेछौँ। र यहाँनिर
सौराहाको फर्स्टमा हामी चाहिँ देखिसकेछौँ भैँसी। यहाँनिर वाट अ सिन गाइस। यहाँनिर चाहिँ टावर छ गाइस। यहाँनिर उताबाट आउने बेलामा फोटो खिच्छौँ तर राति हुन्छ होला। हामीले अब जाने कता हो यार? ल उता सोधौँ गएर जाने चाहिँ हामी कता हो? ओके यहाँनिर हेर्न सक्नुहुन्छ चित्ताङ चौक सौराहा भन्ने छ यहाँनिर। साथै साथै हामी यताबाट जान्छौँ। त्यही सौराहा कताबाट गइन्छ? अहिले पनि त्यति राम्रोसँग थाहा थिएन। राइट यतिबाट हामीले भनिदिनु भएको छ। यहाँनिर बोर्ड पनि छ। यहाँनिर चाहिँ सौराहा कतातिरबाट गइन्छ गाइस हामीले खासमा थाहा छैन। लामा होटेल यताबाट गइन्छ होला। यताबाट चाहिँ गाइस लामा होटेल लेखिएको छ बट वी डोन्ट नो द्याट कि सौराहा कतातिर पर्छ भनेर। गाइस यो सौराहा भन्दा पनि हामी गाउँमा छिरिसकेछौँ क्या हो? पुरै ट्र्याक्टर चल्यो, पुरै के चल्यो। यो सौराहा जस्तो लाग्दैन यार है। होटेल समथिङ होटेल पार्क इन छ। अब चाहिँ गाइस हामी मेबी सौराहा छिरिसकेछौँ किनभने धेरै होटल पनि आइसकेको छ। बस्नको लागि यहाँनिर हिमालयन होटल पनि छ। अर्को चाहिँ हाम्रो मौसम हुन्छ नि त्यो मौसमले पनि जनाउँछ नि हो त सौराहा छिरिस भनेर त्यस्तो मौसम लागेको छ गाइस। यहाँनिर एलइडी राखेको छ सौराहा होटल चारैतिर होटल छ गाइस। बवाल छ तर सिन गाइस बवाल छ सौराहाको जेसुकै भन्नुहोस्। बवाल चाहिँ पुरै एरिया खतरा छ। यहाँनिर वेलकम टु टाइगर वर्ल्ड क्याम्प छ नेसनल पार्क। अब टाइगर होला क्या हो राखेको थाहा भएन। ओके सो त्यस्तै गरी हामी अगाडि बढ्दैछौँ। अब हेर अखि यसो गोली मारे मान्छेहरू हुन्छ रहेछ। अब त्यहाँनिर हात्तीको चित्र छ। अब सौराहाको सौराहा आइसक्यो। ओ आई लभ सौराहा चाहिँ त्यहाँ हेर्न सक्नुहुन्छ। आई लभ सौराहा हात्तीको चित्र छ। आई लभ सौराहा तर सौराहामा हेर्ने के हो खासमा? जनावर खै कता देखिन्छ जनावर? बाइक रोक्ने हो? ओहो ऐसा बात। तर हामीले अहिले त नआउनु पर्ने यार। अहिले त अब ढिलो भइसक्यो यार। सो गाइज हामी चाहिँ यहाँ सौराहा यहाँ बाइक पार्क गऱ्यौँ। यहाँनिर होइन बाइक पार्क गऱ्यौँ हामीले। अब चाहिँ हामी जान्छौँ उतातिर घुम्न। So guys, we have arrived in Sauraha and seen the first foreigner here. This is the first time we ate here when I arrived here. So for the first time, but he's new here. Being like a tourist guide, I came here to make him see. English na bolong guys, na ali augado back. Air भैयाले छिटे नेपाली नि ठीक हुन्छ। यो यहाँको फेमस त के भन्ने तर छ गाइस हैन। हामी चाहिँ गाइस यहाँ हेर्न सक्नुहुन्छ तरहका हैन कुमारी ब्याङ्क ल्याएको थियो भने मान्छेहरूले थर्ड आइज स्टोर ए यो थारू कल्चर प्रोग्रामहरू पनि छ गाइस हेर्न सक्नुहुन्छ होइन मजाको छ। त्यो एक तरहले हामी के भन्छ लाइक विदेशमा छिरे जस्तो फिल भइरहेछ गाइस है। यहाँ एकदमै रमाइलो वातावरण छ। फरेनरदेखि लिएर यस्तो विदाको माहलमा पनि एकदम वरिपरि चङ्गा भएका यहाँ मान्छेहरू जङ्गल सफाइमा छन् होइन मजाको सिन सबैको। पार्कमा पनि छ यो जङ्गलको यहाँ रिजोर्टहरू छ। यहाँ धेरै ठाउँहरू छ गाइस होइन घुम्नको लागि आयो भने त होइन। अब हामी पनि जानेछौँ गाइस हेरौँ होइन कस्तो कस्तो रमाइलो ठाउँमा रमाइलो गरिन्छ होला। अब साथीसँग पहिलोचोटि आएको यस्तो एक्लै होइन बाइकमा नत्र म युजली फ्यामिलीसित आइरहन्छु। आयो नि सक्यो आइरहन्छु नि आज नि आएँ अगाडि नि आउने छु भन्नै सकिनँ किनभने म विदेश जान लाग्छु। यसलाई काट्नु पर्ने। आज चाहिँ म घर जाने थिएँ गाइस तर आज गइएन किनभने बस पाइएन। म बस ही पाएन गाइस घर जान। हमारे यहाँ ऐसा ही होता है। फेरि फर्केर अनि रुममा गए। अब चाहिँ अहिले चाहिँ सौराहा हामी घुम्न आयौँ। अब नगएपछि अब यसो घुमौँ रमाइलो गरौँ भनेर हो। यहाँ लामा ह्यान्डिक्राफ्टहरू भन्छन्। अब ह्यान्डिक्राफ्टमा तिनीहरूको हातले बनाएको कुराहरू लिएर हामीले घरमा सजाउनु हुन्छ तर खास त्यो कुनै कामको हुँदैन मेरो ओपिनियनमा। गाइस हेर्न सक्नुहुन्छ होइन यहाँ अब ठाउँमा लेखेको छ बुकिङहरू सफारीको होइन यता त्यो रेटहरू दिएको छ। त्यस्तो रेटमा हामी जङ्गल सफारी गर्न सक्छौँ भनेर त हामी त्यो आज त्यो गर्न आएको चाहिँ होइन। जस्तै हामीले त्यो चाहिँ गर्ने चाहिँ होइन तर यहाँ अब महेश घुमिरहेछन्
एकदम शाही छपरी जस्तो हिँडाइ त शाही छ तर कपडा फेरि छपरी जस्तो छ यहाँ हेर्न सक्नुहुन्छ एकदम धेरै भिड छ गाइज होइन त्यहाँ सौराहाको त्यो पानी रिभरनिर चाहिँ अनि अब चार्ज पनि सकिन लाग्यो त्यसरी हामी खासै बढी भिडियो चाहिँ गराउने चाहिँ होइन अति जब गइसकेपछि हल्का हल्का भिडियो गर्ने त्यहाँबाट इन गरिदिने सो गाइस हामीले सौरा आइसकेको यहाँले खैरीहरू छ खैरीहरू मात्र खैरीहरू छ गाइस अरू केही छैन ओके गाइस यहाँनिर हेर्न सक्नुहुन्छ चारैतिर खैरीहरू मात्र दिएको छ अरू कुरा होइन मेरो साथी यहाँनिर म पनि गाइस फ्युचर अस्ट्रेलियन म चाहिँ फ्युचर नेपाल यहाँनिर पुरी छ गाइस सौरा हाम्रो खैरी कहाँ छ खैरीहरू गाइस महेशको प्यारो साथी आउँदैछ साथी हामी सबैको प्यारो साथी हात्ती आउँदैछ सौराहामा रोडको बिचोबिच चलिरहेको हेर्न सक्नुहुन्छ धेरै राम्रो हात्ती छ गाइस हामी आएको छौँ होइन यहाँ पानीपुरी खानलाई अनि यहाँ पानीपुरी खाना यस्तो भिड रहेछ यहाँ फेमसको रहेछ आइसक्रिम खाने हो आइसक्रिम पानीपुरी होइन पानीपुरी खाना आएको एकदम भिड छ गाइस एकदम चारैतिर एकदम भिड छ क्या पानीपुरी चाहिँ त्यो चन्दन भन्ने छ चन्दन पानीपुरी पसल त्यो भिड छ अहिले हो क्या रमाइलो यो सौरा घुम्न त हेर्न सक्नुहुन्छ रातिको बेला पुरै रमाइलो छ चार्ज चाहिँ 3% मात्र छ गाइस आइफोनमा अब चार्ज सकिन्छ गाइस हेर्न सक्नुहुन्छ अहिले हो बवाल पुरै जाम लागिसकेको छ गाइस यहाँनिर सो गाइस आजको लागि यहीँ इन्ड गरौँ किनभने चार्ज छैन अर्को भिडियोमा भेटौँला सो रात तपाईँहरूलाई देखाइसकेँ सो आजको लागि बाई बाई अब चट्टो सट्टै यहाँनिर खान्छौँ अनि निस्किन्छौँ ओके सो बाई बाई टेक केयर जय नेपाली